सम्पूर्णमा नमस्कार। म तपाईलाई सुरुवातमै के आग्रह गर्न चाहन्छु भने तपाई सकभर उच्च शिक्षा वा श्रमका लागि बाहिर नजानुस्, नेपालमै केही गर्नुस्। यहाँ धेरै अवसरहरू रहेका छन्। यहीँको अवसरलाई प्रयोग गर्नुस्, रोजगारीको सृजना गर्नुस्, आफ्नै परिवारसँग रहनुस्, आफ्नै देशमा रहनुस्। तर यदि तपाई होइन म उच्च शिक्षाका लागि बाहिर जान्छु अथवा श्रमका लागि बाहिर जान्छु भन्ने चाहनुहुन्छ भने तपाईले महत्त्वपूर्ण केही कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। पछिल्लो समय उच्च शिक्षाका लागि अथवा श्रमका लागि बाहिर जाने संख्या बढेसँगै वात्तै कन्सल्टेन्सी तथा म्यान पावरहरू बढेका छन्। जिल्ला प्रशासन कार्यालयले पनि अवैध रूपमा सञ्चालन भएका त्यस्ता संस्थाहरूलाई छिटोभन्दा छिटो नियम अथवा कानुन प्रक्रियामा आउनका लागि सार्वजनिक आह्वान गरिरहेका छन्। एउटा कोठामा, एउटा फ्ल्याटमा भाडामा लिएर संस्था सञ्चालन गर्ने, तर जब अनुगमन हुन्छ त्यसपछि फरार हुने यो प्रचलन पछिल्लो समय निकै धेरै देखिएको छ। त्यसै कारणले गर्दा तपाईँ बाहिर जान चाहनुहुन्छ भने तपाईँले के कुरामा ध्यान दिनुपर्ने हुन्छ म तपाईँलाई जानकारी गराउन चाहन्छु। यदि तपाईँ बाहिर जान चाहनुहुन्छ भने उच्च शिक्षाका लागि अथवा श्रमका लागि कहाँ जाने, कुन देश जाने, केका लागि जाने भन्ने विषयमा तपाईँ यकिन हुनुपर्छ। सँगसँगै तपाईँ उच्च शिक्षाका लागि जान चाहनुहुन्छ भने कुन सिटी जाने, कुन युनिभर्सिटी जाने अथवा के विषयका लागि जाने, सम्बन्धित देशको कल्चर कस्तो छ, भाषा कस्तो छ, त्यहाँको पढाइ कस्तो छ, काम कति गर्न पाइन्छ भन्ने विषयमा तपाईँले जानकारी राख्नुपर्ने हुन्छ। सँगसँगै तपाईँले जाँदै गर्दाखेरि तपाईँको अनुमानित लागत कति लाग्छ, अनुमानित लागत त्यो चाहिँ तपाईँले बुझ्नुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँ गइसके पछाडि, तपाईँ त्यहाँ समस्यामा परे पछाडि, तपाईँलाई जाँदा गइसके पछाडि तपाईँलाई उद्धार गर्न सक्ने, तपाईँको जिम्मेवारी लिन सक्ने तपाईँले संस्था रोज्नुपर्ने हुन्छ। तपाईँ राम्रो होस् भन्ने हिसाबले जानुहुन्छ, तर त्यहाँ गइसकेपछि तपाईँ समस्यामा पर्नुभयो, तपाईँ बिरामी हुनुभयो अथवा फर्किनुपर्ने अवस्था आयो भने पनि तपाईँको जिम्मा लिन सक्ने संस्था तपाईँलाई चाहिन्छ। त्यसै कारणले गर्दाखेरि तपाईँ मार्केटमा धेरै किसिमका हल्लाहरू छन्। हल्लाको पछाडि भन्दा पनि तथ्यको पछाडि लागेर जुन शैक्षिक संस्थाबाट तपाईँ जाँदै हुनुहुन्छ त्यो शैक्षिक संस्था कहाँ दर्ता छ, स्थानीय पालिकामा, प्रदेशमा अथवा मन्त्रालयमा कहाँ दर्ता छ तपाईँले हेर्नुपर्ने हुन्छ। र त्यहाँको विगत कस्तो रहेको छ यी विषयहरूमा पनि तपाईँले जानकारी लिनुपर्ने हुन्छ। सकभर आफ्नै संरचना भएको, आफ्नै भवनमा सञ्चालित भएको संस्थाहरूबाट जानुभयो भने त्यस्ता संस्थाहरू भाग्ने, लुक्ने, सम्पर्कविहीन हुने सम्भावना रहँदैन। त्यस्तै गरी तपाईँ यहाँबाट जानुभन्दा अगाडि यहाँ प्रतिस्पर्धा धेरै छ, त्योभन्दा सस्तोमा मैले लैदिन्छु भन्ने, तर प्रक्रिया गरिसकेपछि, फसाइसकेपछि यो वा त्यो बहानामा धेरै पैसा लिने, असुल्ने शैक्षिक संस्थाहरू धेरै छन्। त्यसै कारणले गर्दा तपाईँ कति लाग्छ तपाईँको खर्च सुरुवातमै तपाईँले अत्यन्तै यो विषयमा सुझबुझपूर्ण हिसाबले निर्णय गर्नुपर्ने हुन्छ र यो विषयमा तपाईँले जानकारी राख्नुपर्ने हुन्छ। त्यस्ता शैक्षिक संस्था, त्यस्ता कन्सल्टेन्सीहरूबाट जानुस् जसले तपाईँको पूर्ण जिम्मेवारी लिन सक्छन्, तपाईँलाई भइपरि आउँदाखेरि गर्नुपर्ने सहयोगहरू गर्न सक्छन्। त्यस्तै गरी अत्यन्तै वैध हिसाबले लिगल्ली सञ्चालन भएका छन्, आफ्नै संरचनामा खडा भएका छन् त्यस्ता शैक्षिक संस्थाहरूबाट जानुस्। जानुभन्दा अगाडि तपाईँले धेरै कुराहरूमा जानकारी राख्नुपर्ने हुन्छ। भाषामा, त्यस्तै गरी तपाईँ के काममा जाने हो, त्यो कामको विषयमा, कुन देशमा जाने हो अथवा त्यहाँको वस्तुस्थिति कस्तो छ, यी विषयहरूमा तपाईँले राम्रोसँग परामर्श लिएर जानुस्। तपाईँको वैदेशिक यात्रा सफल रहनेछ। र तपाईँलाई फेरि भन्छु, तपाईँ विदेश गइसकेपछि कति समयका लागि जाने हो त्यो समय पार गरिसकेपछि नेपालमै फर्कनुहोस्, नेपालमै अवसरको सृजना गर्नुहोस्, त्यहाँ सिकेका सिपहरूलाई नेपालमै प्रयोग गर्नुहोस् र देश विकासमा आफ्नो तर्फबाट एउटा भए पनि इँटा थप्ने प्रयास गर्नुहोस्।